नमस्ते सबैजनालाई। आज चाहिँ म जाँदैछु तामाको अचार बनाउनु। निकालेर धोएर काटेर सुकाएर चाहिँ बनाउनु पर्छ अचार। अब चाहिँ जाँदैछु यसको अचारको लागि काट्नु। यसरी काटेँ मैले चाहिँ भर्खर यति काटेँ, अझै काट्नु छ, अझै टाइम लाग्छ हो। हामीले चाहिँ काटिसकेर नि धोएर नि सुकाएको। बाँकी अब अचार लगाएको चाहिँ अर्को भिडियोमा लगाउँछु। यो सुक्नु टाइम लाग्छ हो घाममा। भर्खर त यति छ, 2 पाइम हुन्छ, अर्कोमा लाउँछु। यो अचार लगाएको चाहिँ अर्को भिडियोमा देखाउँछु। आजलाई यति नै, काटेर सुकाउँदै यति भयो।